होइन यार थाक्ले दोस्त तिमी यार के छ कालो? एकदम ठिक छ यार दोस्त। अनि के हो आजकल मकै गोड्न कुदिँदैछ अरे? आज यसो मकै गोड्नु, अस्ति मकै गोड्नु आएको कुन चाहिँले बारीभरि हगिदिरहेको रहेछ। ला हो र दोस्त? आज ढुकेर जसरी नि त्यसको हग्ने सक्ने काठ तास्दिनु, हग्नेहरूलाई जसरी नि पक्रिनुपर्छ कि हामीले। तिमी ऊ पर जाऊ, म यहाँ बस्छु। भेट्यो भने तिमी फोनको झट ल्याइदेऊ। ए ल म फोनको धट्टी त खतरा गरी दिइहाल्छु नि त्यस्तो जाऊ तिमी। ल ओ साथीले त मकै चाहिँ रुँदै रहेछ होस् कामको छ केटा। थेट यो मान्छे त बौला हो कि कहाँ हिँडेको? तै चेप्टी हिँडेको कता आइपुग्यो होला? यो ठ्याक्कै भन्नुपर्दा चेप्टी नै हो। कता हिँड्ने चाहिँ कता हिँडेको? घर हिँडेको तर अहिले चाहिँ मलाई लास्टै टोइलेट आइरहेछ दाइ। यताउति वरपर टोइलेट कतै छैन। अब यता चेप्टीमा भनेको टोइलेट चाहिँ कहीँ पनि छैन भाइ। यहीँ एउटा मकैबारी छ त्यहीँ जाऊ। त्यहाँनिर चाहिँ जसले हग्छ चेप्टीमा जसले हग्छ। देखाइदिनु न दाइ। उयो मकैबारीमा जाऊ त। त्यो सामान अलिकति उयो साउन्ड छोडिदिनु म त्यतै जान्छु। ल भाइ बिस्तारै जाऊ, सिधा जाऊ। त्यहाँदेखि जहाँ मन लाग्छ त्यहीँ बस्थ्यो। अब देख्यो भने त हान्नु होला नि, अब कान सुनिँदैन। साथी छ त म सुत्छु। अब गाडी पनि आयो अब यहाँ आउँछ। A few moments later.